छुट्टै लेन अनि गाडीको लागि फेरि छुट्टै लेन भयो। अब यहाँ पनि जहाँ पाइ त्यही पार्किङ गर्यो भने तुरुन्तै कराप झ्याप साइकल लैजान्छ, पैसा तिर्नुपर्छ। न आन्दोलन गर्ने, यहाँ जति आन्दोलन गर्नुस्, रुनुस्, कराउनुस्, नियम सबैले फलो गर्नु पर्यो। विकसित सबै देशमा हुन्छ होइन। त्यसकारण नियम पनि हामीले पुरा गर्नुपर्छ, फलो गर्नुपर्छ भन्ने खालको एउटा जनचेतना चाहिँ हामी सबैमा आउन आवश्यक छ जस्तो लाग्छ है। तपाईँलाई पनि त्यस्तो लाग्छ भने भिडियो सेयर गर्नुहोस् है त। तपाईँ फेरि जापानमा बस्नुहुने दाजु हो कि भाइ हो, तपाईँले यो खालको भ्रम चाहिँ फेरि नेपालमा नफैलाइदिनुहोस् न है प्लिज। यो एकदम रङ हो। तपाईँले यो जुन तरिकाको भ्रम फैलाइरहेछ, त्यहाँको जति विकसित यो नेपालमा जिरो छ क्या, त्यहाँको त हाई लेभलको विश्वमा गनिन्छ। त्यहाँको विकसित सिस्टमलाई, त्यहाँको जनतालाई, त्यहाँको लोकल जुन त्यहाँकै जापानिज मान्छेहरूलाई, त्यहाँको जुन गभर्मेन्टलाई विश्वमा गनिन्छ। तर हाम्रो नेपाल भनेको यस्तो देश हो, त्यस्तो ठाउँमा तपाईँले यस्तो भ्रम फैलाइदिने हो नचाहिने कुरा। त्यहाँको यस्तो रोड छ, त्यहाँको यस्तो सिस्टम छ है। तपाईँ हिँडिरहेको बाटोमा त्यहाँ लडी पडी खेल्नु त धुलो लाग्छ तपाईँको लुगामा। नेपालमा एकछिन तपाईँ हिँड्नु मात्र 2 किलो धुलो खान्छ यो नाकभरि धुलो। यसरी कोट्याउनु न है। सो त्यो भएको कारणले प्लिज यस्तो भ्रम नफैलाइदिनुहोस् होला है। भिडियो बनाउनु भयो, कन्टेन्ट बनाउनु भयो, त्यसको आधार छुट्टै बनाइदिनुहोस् क्या। तर यो खालको भ्रम चाहिँ नेपालीहरूमा एक हिसाबको द्वन्द्व चल्छ क्या, त्यो हिसाबले है प्लिज। अहिले त्यो माथि यत्रो राष्ट्र सरकारमाथि चाहिँ जुन द्वन्द्व चलिरहेछ, त्यो माथि तपाईँले फेरि अर्को जनतामाथि द्वन्द्व नचलाइदिनुहोस्। मेरो चाहिँ यही हो आग्रह तपाईँलाई है। तपाईँको भिडियोहरू म धेरै हेरेर हुन्छ जापानको विषयमा। तपाईँले नेपाललाई पनि नेपालमा पनि नेपालीहरूले चाहिँ फलो गर्नुपर्छ, नेपाली जनताहरूले भन्ने यस्तो किसिमको कुराहरू तपाईँले धेरैपल्ट राखिरहनुहुन्छ। तर मैले तपाईँको भिडियो हेर्दै जाने क्रममा चाहिँ मैले यो प्रश्न उठाएँ है। त्यो अवस्था हाम्रो नेपालमा छैन। त्यो जापानमा हेर्नुहोस् त, यहाँ यति नेपाली जो युवाहरू अथवा युवतीहरू जो कोही पनि जापानमा छ भने उनले डिपेन्डेन्टमा आफ्नो हस्बेन्ड या वाइफलाई तानेर त्यहाँ आफ्नो बच्चा त्यहीँ जन्माएर त्यहाँ कति शिक्षादेखि लिएर तपाईँको बच्चाको लागि सबै कुरा फ्री छ नि, छ कि नै? अनि त्यस्तो देशको कुरा यहाँ नेपालमा म्याटर गरेर हुँदैन है प्लिज। जय नेपाल।